नमस्कार, म जगत डाँगी। जगत डाँगी अफिसियल च्यानलमा तपाईहरुलाई स्वागत छ। आजभोलि धेरै जसो बैंकहरूले राष्ट्रिय परिचय पत्र अपडेट गर्नुपर्ने भनेर सूचनाहरू जारी गरिरहेका छन् र तपाईहरुले अनिवार्य रूपमा आफ्नो बैंकमा राष्ट्रिय परिचय पत्र अपडेट गर्नुपर्ने हुन्छ। यदि तपाईहरुसँग मोबाइल एप्लिकेसन छैन, ई मोबाइल बैंकिङ तपाईहरुले चलाउनु हुँदैन भने तपाई स्वयं उपस्थित भएर बैंकमा गएर नै तपाईहरुले आफ्नो राष्ट्रिय परिचय पत्र अपडेट गर्नुपर्ने हुन्छ। यदि तपाईहरुको बैंकमा खाता छ र तपाईसँग मोबाइल बैंकिङ सुविधा छ भनेपछि तपाईहरुले मोबाइल बैंकिङ एप्स मार्फत नै आफ्नो नेशनल आईडी कार्ड सजिलै अपडेट गर्न सक्नुहुन्छ। आजको यस भिडियोमा मैले तपाईहरुलाई सिकाउने छु एनएमबी बैंकको एप्लिकेसन मार्फत कसरी हामीले आफ्नो नेशनल आईडी कार्ड अपडेट गर्न सक्छौं भनेर। ढिला नगरी भिडियोलाई सुरु गरौँ है त। देख्न सक्नुहुन्छ मैले मोबाइलको स्क्रिन अन गरिसकेको छु। एनएमबी मोबाइल एप्लिकेसनलाई ओपन गर्न भन्दा पहिले तपाईले गुगल प्ले स्टोरलाई ओपन गर्नु होला अनि सर्चमा गएर एनएमबी भनेर सर्च गर्नु होला अनि तपाईले यहाँ चेक गर्नु होला तपाईको मोबाइलमा अपडेट लेखेको छ भनेपछि तपाईले एनएमबी को एप्लिकेसनलाई अपडेट गर्नु होला। मैले अलरेडी नै अपडेट गरिसकेको हुनाले यहाँ ओपन लेखिरहेको छ। तपाईहरुले चेक गर्नु होला अपडेट देखाइरहेको छ भनेपछि तपाईले अपडेट गर्नु होला। अपडेट गरिसकेपछि तपाई ब्याक जानु होला। अब चाहिँ तपाईले एनएमबी एप्लिकेसनलाई ओपन गर्नुपर्ने हुन्छ। एनएमबी एप्लिकेसनलाई ओपन गर्नु होला। अब तपाईहरुले आफ्नो पासपोर्ट राखेर लगइन गर्नु होला। लगइन गरेर भित्र इन्टर गरिसकेपछि माथि तपाईहरुले सर्चको जस्तो आइकन देख्न सक्नुहुन्छ, त्यहाँ क्लिक गर्नु होला सर्चमा। अब तपाईहरुले यहाँ सर्च गर्नुपर्ने हुन्छ एनआईडी अपडेट भनेर देख्न सक्नुहुन्छ। यहाँ एनआईडी अपडेट भनेर अप्सन देखाइरहेको छ, त्यसमा क्लिक गर्नु होला। अब तपाईहरुले फेरि एनआईडी अपडेट लेखेकोमा क्लिक गर्नु होला अनि तपाईहरुले अब अपडेट म्यानुअली लेखिरहेको छ त्यसमा क्लिक गर्नु होला। अब तपाईहरुले यहाँ आई एम नट अ रोबोट लेखेकोमा त्यो खाली ठाउँमा क्लिक गर्नु होला अनि टिक भइसकेपछि तपाईहरुले अब कन्टिन्यू गर्नु होला। अब तपाईहरुले यहाँ तपाईहरुको एनएमबी बैंकको अकाउन्ट नम्बर अनि पछि तपाईहरुको मोबाइल नम्बर जुन एनएमबी बैंकमा तपाईले राख्नु भएको छ त्यो मोबाइल नम्बर अनि तपाईहरुले एनआईडी नम्बर तपाईको राष्ट्रिय परिचय पत्र नम्बर यहाँ लेख्नु पर्ने हुन्छ। यहाँ कपी पेस्ट गर्न मिल्दैन, त्यसैले तपाईले एउटा पेपरमा लेख्नु होला अनि त्यहाँ हेर्दै यहाँ तपाईहरुले भर्नु होला है त। म फटाफट भरेर तपाईहरुलाई देखाउँछु। अब तपाईहरुले आफ्नो अकाउन्ट नम्बर, आफ्नो मोबाइल नम्बर र एनआईडी नम्बर राखिसकेपछि सबमिटमा क्लिक गर्नु होला। सबमिटमा क्लिक गरिसकेपछि अब तपाईहरुको इमेल अथवा फोन नम्बरमा एउटा ओटीपी भेरिफिकेसन कोड आउँछ, त्यो कोडलाई तपाईहरुले यहाँ राख्नुपर्ने हुन्छ है त। कोडलाई राखेर सबमिटमा क्लिक गर्नु होला। एनआईडी अपडेट सक्सेसफुल्ली भनेको छ, हाम्रो सक्सेसफुल्ली एनआईडी अपडेट भइसकेको छ है त। यसरी नै तपाईहरुले आफ्नो मोबाइलमा तपाईको एनआईडी अपडेट गर्न सक्नुहुन्छ। धन्यवाद, नमस्कार।